बिस्तारै बिस्तारै अलिअलि सर्दिनुहोस् त। कस्तो ज्ञानी हुनुहुन्छ, बिस्तारै बिस्तारै सर्दिनुहोस् त। ए सर्दिनुहोस् त। ओ कस्तो राम्रो छ। म अब यहाँहरूलाई मेरो साथीहरूको परिचय गराउँछु। सबैभन्दा पहिला ड्रम्समा हुनुहुन्छ मेरो साथी ध्रुव। नेपथ्यमा धेरै साथीहरू आउनुभयो, विभिन्न कालखण्डमा धेरै साथीहरू जानुभयो, तर ध्रुव अझै सँगसँगै हुनुहुन्छ। र ध्रुवले भन्ने गर्छ कि दाइ, तपाईँले जुन दिनसम्म सङ्गीत गर्नुहुन्छ त्यो दिनसम्म म साथमै हुन्छु है, मेरो साथमा। धन्यवाद ध्रुव, थ्याङ्क यू। ध्रुव 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 थ्याङ्क यू। धेरै धेरै धन्यवाद। यस्तै भेषमा हुनुहुन्छ मेरो साथी, मेरो भाइ सुबिन। सुबिनले एक दिन के भन्यो भन्दाखेरि, भाइ सङ्गीत गरियो करले गरेको न रहरले गरेको हो। तपाईँले जुन दिनसम्म सङ्गीत गर्नुहुन्छ तपाईँले बिर्सिनु भयो भने त मेरो भन्नु केही पनि छैन नि, म तपाईँको सँगै साथमा उभिन्छु है। थ्याङ्क यू सर। सुबिन 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 सक्या। धन्यवाद। यस्तै आजको मादले हुनुहुन्छ भोजपुरबाट आउनुभएको, अरुण उपत्यकाबाट आउनुभएको, सधैँ हाँसिराख्ने, कहिल्यै नरिसाउने मेरो पुरानो साथी शान्ति। शान्ति 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 रायमाझी। धन्यवाद शान्ति। जस्तै आजको किबोर्डिस्ट हुनुहुन्छ हाम्रो साङ्गीतिक समूहको नेपथ्यको खान्छो कलाकार दिनेश। दिनेश 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 राज रेग्मी। सुदूरपश्चिम पहिलाको महाकाली अञ्चल होइन, सेती अञ्चल, पहिलाको सेती अञ्चलको भटाङबाट आउनुभएको दिनेश 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 भाइ धन्यवाद। यसै आजको गिटारिस्ट हुनुहुन्छ मेरो भाइ कलेजको पुष्पामा जन्मेर मायावालामा हुर्केर एउटा सालामा कुदेर खेलेर भैरवमा स्थापित भएको मेरो भाइ निरज 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 गुरुङ। निरज 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 ए निरज ए निरज मेरो भाइ निरज गुरुङ। धन्यवाद। त्यस्तै म यहीँ जन्मेको, यहीँ खेलेको, यहीँ हुर्केको तपाईँहरूको भाइ, छोरा, काका, मामा, बहिनी। तपाईँहरूको आशीर्वाद, तपाईँहरूको माया, तपाईँहरूको आशीर्वाद म सबैलाई मैले भन्दैछु कि यो भर्खरै यो मञ्चमा बसेर विभिन्न जात जाति, विभिन्न भाषा भाषामा
मान्छेहरूमा गाइरहेछौँ बजाइरहेछौँ तपाईँ दर्शकमा बसेर विभिन्न जात जाति विभिन्न भाषाभाषी विभिन्न प्रान्तबाट आएको मान्छेहरू बसेर गाइरहेछौँ झुमिरहेछौँ नाचिरहेछौँ रमाइरहेछौँ हाम्रो देश नेपाल पनि यस्तै यस्तै विभिन्न जात जातिहरूको सङ्गम थलो हो बेला बेलामा हाम्रो यहाँ टुटाउने बेला बेलामा फुटाउने दुस्साहसहरू गर्छन् तिनलाई खबरदार गरौँ हामी हिजो पनि मिलेर बसेका थियौँ आज पनि मिलेर बसेका छौँ र भोलि पनि मिलेर बस्नेछौँ एउटा नेपाली भन्नु मात्रै माया ठुलो रहेछ बेला मुख पर्दाखेरि माया लाउनु रहेछ कसो गरौँ भाइलाई बेसी सलाला ए नदेखे माया के हो कसो देखे माया लमला